मास्टर साहब डाक मञ्चमा मास्टर साहब तिमी समाजको आँखामा न त ठुलो मानिस न त सानो। मास्टर साहब तिमी समाजको आँखामा न त ठुलो मानिस न त सानो, तिमी बीचमा छौ एउटा यस्तो स्थानमा जहाँ सबैले तिमीलाई खुच्याएर हिँडिरहेको छ। तिम्रा हरेक पाइला तिम्रो हरेक शब्द डाहाले सजिएको नजरले नापिन्छ। सरकारी जागिर मास्टर साहेबको त मजा छ, 2 महिनाको बिदा, रेगुलर तलब, काम त केवल किताब खोलेर ड्यास 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 ड्यास। तर तिनीहरूलाई के थाहा त्यो तलबले तिमी आफ्नै छोराको भोक पनि मेट्न सक्दैन। तिनीहरू बुझ्दैनन् कि तिमी किताब खोलेर आफ्नै जीवन च्यात्दैछौ। तिनीहरू भन्छ तिमीलाई गुनासो गर्न अधिकार छैन, तर तिमी भित्रको भोक तिनीहरूले कहिले देख्दैन। सरकारी जागर मास्टर साहबको त मजा छ, 2 महिनाको बिदा, रेगुलर तलब, काम त केवल किताब खोलेर। तर तिनीहरूलाई के थाहा त्यो तलबले तिमी आफ्नै छोराको भोक पनि मेट्न सक्दैनौ। तिनीहरू बुझ्दैनन् कि तिमी किताब खोलेर आफ्नो जीवन च्यात्दैछौ। तिनीहरू भन्छ तिमीलाई गुनासो गर्न अधिकार छैन, तर तिमी भित्रको भोक तिनीहरूले कहिले देख्दैन। तिमीलाई राम्रो लुगा लगाउन मन लाग्छ तर समाजको नजरले चितोर्छ। तिमीलाई राम्रो लुगा लगाउन मन लाग्छ तर समाजको नजरले चितोर्छ। मास्टर साहेब कस्तो विलासी, तिमीले घर बनाउन खोज्छौ, तिमीले घर बनाउन खोज्छौ, तर त्यो इटा पनि समाजलाई भारी हुन्छ। तर त्यो इटा पनि समाजलाई भारी हुन्छ। यो शिक्षकले कति भ्रष्टाचार गर्यो होला, तर तिनीहरू बुझ्दैनन् तिम्रा सपनाहरू पक्की घरको भित्तामा होइन, धुलोले भरिएको कोच्चाकटाको पन्ना। तिमीले सयौं विद्यार्थीको भविष्य बनायौ, तर कसैले पनि मास्टर साहेब धन्यवाद भन्दैन। तिमीले सयौं विद्यार्थीको भविष्य बनाऊ, तर कसैले पनि मास्टर साहेब धन्यवाद भन्दैन। बरु तिनीहरू भन्छन् तिमीले उसको जीवन किन बिगार्यौ, किन ऊ डाक्टर भएन, किन ऊ डाक्टर भएन। तिमीलाई दोष दिन सजिलो छ किनभने तिमी सजिलै भेटिन्छौ। तिमीलाई दोष दिन सजिलो छ किनभने तिमी सजिलै भेटिन्छौ। तिमी समाजको चिमोटिएको भित्ता हो जहाँ सबैले आफ्नो डाहाको चित्र कोर्छ। डाहाले भरिएको यो समाजमा तिमी कहिले विजेता हुन सक्दैनौ। डाहाले भरिएको यो समाजमा तिमी कहिले विजेता हुन सक्दैनौ। तिमी गरिब देखेर हिँड्यौ भने तलबको के गर्यो भन्छन्, तिमी धनी देखेर हिँड्यौ भने पक्का कुनै घुस खायो भन्छन्, तिमी बोल्यौ भने शिक्षक राजनीतिमा नपस भन्छन्, तिमी चुप बस्यौ भने बोल्न पनि डराउँछ भन्छन्। डाहाको यो खेलमा तिमी सधैँ हार्छौ। तिमी समाजको अभिभावक हौ तर तिमीलाई कहिले नायक मानिँदैन। तिमी समाजको अभिभावक हौ तर तिमीलाई कहिले नायक मानिँदैन। तिमी एउटा नमुना जस्तो प्रस्तुत गरिन्छौ, तिमी एउटा नमुना जस्तो प्रस्तुत गरिन्छौ, तर तिम्रा आन्तरिक घाउहरू डाहाले दबाइन्छ। तिमी माया खोज्छौ तर तिमी केवल चिर्चियाट भेट्छौ। तिमी माया खोज्छौ तर तिमी केवल चिर्चियाट भेट्छौ। तिमी सधैँ न्यायको लागि लड्छौ तर तिमीलाई सधैँ गलत साबित गरिन्छ। तिमी सधैँ न्यायको लागि लड्छौ र तिमीलाई सधैँ गलत साबित गरिन्छ। जय शिक्षा, जय शिक्षक, धन्यवाद।